हेलो दर्शकबिन नमस्ते अनि स्वागत छ मेरो न्यू ब्लगमा तपाईहरुलाई चाहिँ आज चाहिँ हामी पासपोर्टको लागि हामी राजधानी विभागमा गएका थियौं। त्यहाँ चाहिँ पुरानो पासपोर्ट हाम्रो चाहिँ पुरानो हराएको पासपोर्ट भएको कारणले त्यहाँ चाहिँ केही प्रतिलिपि त्यसको फोटोकपी ल्याउनु पर्दो रहेछ। त्यहाँ गएर हामी फर्किदै गर्दाखेरि हामी चाहिँ बाटोमा हामीले धराहरा देखेका छौं। त्यहाँ देख्न सक्नुहुन्छ धराहरा रहेको छ। हामी चाहिँ दर्शकबिन फर्किदै गर्ने क्रममा चाहिँ हामी केही त्यहाँ भित्र गएर चाहिँ धराहरा हेरौँ भनेर चाहिँ हामीले सल्लाह गरेका छौं। हामी चाहिँ जान्छौं उता चाहिँ टिकट काउन्टर रहेको छ। आउनुस् जाउँ है त। दर्शकबिन तपाईहरु देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ टिकट लिनुपर्ने हुन्छ भित्र जानुभन्दा पहिला चाहिँ यसरी दुई जनाको टिकट लिएर हामी चाहिँ जाँदै छौं भित्र। भित्र यहाँ चाहिँ हामीले चाहिँ देख्न सक्नुहुन्छ टिकटमा चाहिँ छापा हान्नु पर्दो रहेछ। छापा हानेर चाहिँ हामी भित्र जान्छौं। दर्शकबिन तपाईहरु देख्न सक्नुहुन्छ धराहरा चाहिँ निकै नै सुन्दर देखिएको छ। यहाँ चाहिँ एकदमै सुन्दर दृश्यहरू तपाईहरुले देख्न सक्नुहुन्छ। विभिन्न किसिमका दृश्यहरू छन् यहाँ निकै नै सुन्दर दृश्यहरू। दर्शकबिन हामी चाहिँ फर्स्ट गेटको नजिक पुगिसकेका छौं। यहाँ देख्न सक्नुहुन्छ यहाँबाट माथि चाहिँ कति धेरै खतरनाक देखेको छ हेर्नुस् दर्शकबिन। हामी जाँदै छौं फर्स्ट फ्लोरदेखि हामी चाहिँ माथि जाँदै छौं। कतिवटा चाहिँ कति तलको रहेछ यो चाहिँ हामी चाहिँ हेर्ने छौं। हामी यहाँबाट चाहिँ माथि यसरी जानुपर्ने हुन्छ। दर्शकबिन तपाईहरु यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ झेल गोलो झेल रहेको छ। झेलदेखि बाहिरबाट चाहिँ निकै नै सुन्दर दृश्य दर्शकबिन कति धेरै सुन्दर दृश्य यहाँ चाहिँ देख्न सक्नुहुन्छ। अझै माथि गए चाहिँ कस्तो धेरै सुन्दर देखिन्छ होला। दर्शकबिन अब चाहिँ हामी लागौं माथि। हामी चाहिँ आइसकेका छौं फ्लोर नम्बर 19 सम्म। 19 मा आइसकेका छौं हामी लगभग दर्शकबिन माथि टपमा पुगिसकेका छौं। 20 नम्बरसम्म रहेको रहेछ यहाँ चाहिँ फ्लोर देख्न सक्नुहुन्छ। निकै नै सुन्दर हेरौँ है त अलि बाहिरतिर चाहिँ कस्तो रहेछ। ओ गाइस अमेजिङ लुक्स तपाईहरु यहाँ देख्न सक्नुहुन्छ कति धेरै सुन्दर रहेको छ। यहाँ चाहिँ पुरै चाहिँ काठमाडौँको पुरै भ्याली चाहिँ यहाँबाट देखिने चाहिँ रहेछ। तपाईहरु देख्न सक्नुहुन्छ चारैतर्फ पुरै भ्याली यहाँबाट चाहिँ हामी देख्न सक्छौं। निकै नै सुन्दर दृश्य दर्शकबिन। दर्शकबिन भिडियो मन परे लाइक गर्न चाहिँ नबिर्सिनु होला। आहा दर्शकबिन कति धेरै सुन्दर रहेको छ। यहाँ अगाडितिर चाहिँ यस्तो दृश्य रहेको छ। दर्शकबिन सबैले आफ्नो फोटो खिच्दै हुनुहुन्छ। दर्शकबिन यहाँ चाहिँ एकदमै सुन्दर। दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ निकै नै सुन्दर। दर्शकबिन यहाँदेखि तल चाहिँ आहा कति धेरै खतरनाक दृश्य देखिरहेको छ। ओ नाइस। दर्शकबिन यहाँ चाहिँ वरपर सिसाहरू चाहिँ लागेको हुँदो रहेछ। हामीले चाहिँ बाहिर हात टाउको चाहिँ केही पनि बाहिर गर्न नमिल्दो रहेछ। अरे कति धेरै सुन्दर दृश्य हेर्नु न दर्शकबिन पुरा धेरै टाढा टाढासम्म हामीले यहाँबाट चाहिँ देख्न सक्छौं। ओहो तलको दृश्य देख्न सक्नुहुन्छ कति धेरै खतरनाक धेरै डरलाग्दो दृश्य पनि छ। यहाँबाट चाहिँ तल हेर्दा चाहिँ डरलाग्दो चाहिँ देखिन्छ। यहाँ देख्न सक्नुहुन्छ यहाँदेखि माथि चाहिँ यस्तो रहेको छ धराहरा। दर्शकबिन आहा कति धेरै सुन्दर दृश्यहरू। दर्शकबिन तल देख्न सक्नुहुन्छ दर्शकबिन एकदमै खतरनाक लुक्स देखिरहेको छ। सबैजना आफ्नो चाहिँ फोटो खिच्दै सेल्फी खिच्दै चाहिँ मजा लिने काम भइरहेको छ यहाँ चाहिँ।
दर्शकबिन भिडियो अन्तिमसम्म हेर्नुभयो धेरै धेरै धन्यवाद। यस्तै कुराहरू अरू पनि केही कुराहरू हामी देखाउनेछौँ। भिडियो मन परे लाइक शेयर कमेन्ट गर्नुहोला। मेरो च्यानललाई यस्तै अरू भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला, बेल आइकन अलमा क्लिक गर्नुहोला। अब चाहिँ हामी जान्छौँ अर्को भिडियोमा, यस्तै अर्कोमा भेटौँला। अहिलेलाई छुट्टिन्छौँ। बाई बाई।